50 80 यसको सेन्सर छ त यहाँ छैन यसको सेन्सर छैन भनेपछि यसको स्पिड कसले कन्ट्रोल गर्छ अरे रिले भनेपछि बाइकले फेन कम्प्रेसर भल्भ छोडेर बाइकले कतिवटा रह्यो तीनटा यो तीनटा भनेको त हाई लो मिडियमको लागि भयो अब हाई लो मिडियमको लागि मेरो मोटरलाई हाईमा चलाउन छ भने हाई रिले अन हुनु पर्यो मेरो मोटर मिडियममा चलाउन छ भने मिडियम रिले अन हुनु पर्यो र लोमा चलाउँदाखेरि लो रिले अन हुनु पर्यो कि नै अब रिले आफूमा चेक गर्दाखेरि त पहिला पढेको सम्झिन्छ रिले स्विच चेक गर्ने भनेको 4 खुट्टा हुन्छ 4 खुट्टामा तलको 2टा खुट्टामा रेजिस्टेन्स आउनु पर्यो भनेर पढेको हो कि नै भनेपछि यो सबै रिलेको तलको 2 खुट्टामा रेजिस्टेन्स ल्याउनु पर्यो भनेपछि यो रिले त यसरी आउँदा राख्दाखेरि यो रिलेका खुट्टा यति हुन अब तलको के हो लो भोल्टेज हो माथिको त हाई भोल्टेज भनेपछि माथि रेजिस्टेन्स चेक गर्ने कुरा त आएन अब तल यो दुईटामा चेक गर्दा रेजिस्टेन्स आइरह भनेपछि यो रिले सबै ठिक छ अब सकिन्छ यो 5 पिन मोडल वाला अब 3 पिनमा जानु 3 पिनमा के लेखेको छ स्पिड कसले कन्ट्रोल गर्छ भन्दा अब यो हल सेन्सर निकाल्नको लागि पहिला यो नयाँ बोर्ड अब नयाँ हो भने त यस्तरी टासेर आउँछ टेस्टर यहाँ हाल्ने यसको नि अब यसरी यो तारहरू आएको ठाउँ हुन्छ यो तार मैले चुनाले यस्तो हुन्छ त्यसपछि यहाँ कसरी हुन्छ यसलाई पक्का बाहिर आउँछ यसरी बाहिर आयो यसरी हालिदिन्छ होइन यो माथि तान्ने है यो तानेपछि यो यसरी निस्किन्छ यो निस्किसकेपछि यसलाई पनि तानिदिने यसरी यो पनि निस्किन्छ यो हो यसको बोर्ड अब ठिक छ अब यो बोर्डमा हेर्दाखेरि यो जुन कालो सामान देखेको सेन्सर है अब यो सेन्सरलाई यसरी फ्याक्ट फर्काएर हेर्दा सेन्सरको कतिवटा खुट्टा तीनटा 1 2 3 ठिक छ अब अझै यताबाट हेर्दाखेरि यहाँ के लेख्यो VCC GND Vout लेख्यो VCC भनेको इनपुट GND भनेको नेगेटिभ Vout भनेको आउटपुट ठिक छ VCC र GND मा नाप्दा 5 भोल्ट आउनुपर्छ है VCC र GND मा नाप्दा कति आउनु पर्यो 5 भोल्ट पावर सप्लाई भएको बेलामा अहिले त पावर सप्लाई छैन पावर सप्लाई नभएको बेलामा केही नसोच्ने सिधै सेन्सर मात्र चेक गर्ने सेन्सर चेक गर्दा GND भनेको नेगेटिभ हो नि नेगेटिभ प्राय कमन हुन्छ भनेपछि यसको यो बिचको नेगेटिभ भइन्छ किनभने यहाँ GND लेखेछ यसो हेर्दा यो खुट्टा नेगेटिभ भयो कि नै यो बिचको खुट्टालाई लिएर आएर फेरि सेन्सरको बिचसँग हालेको कि नै भनेपछि बिचको यो के भयो अब कमन भयो कि नै कमनसँग बस्दा बाँकी दुईटामा रेजिस्टेन्स झर्न पर्यो त्यही हो कुरा सेन्सर चेक गर्ने अब रेजिस्टेन्स नपाउनु कति हो 2